यस्तो हो के पोजिसन ओइ हो त्यस्तो यस्तो मेरो अनुहार देखाउनु होइन म यो दृश्य देखाउन चाहन्छु हेलो यस्तो हो क्या हो अब बोल न केटा के भन्नु त बोल अब क्यामेरामा त बोल्नु मिल्दैन त्यस्तो होइन त्यस्तो बोल भने होइन नि त मैले त्यसलाई नमिल्ने कुरा त कहाँ बोल्न मिल्छ त यो त मेरो दिस इज माई फर्स्ट भ्लग भन किनभने मैले बनाएको थाहा फुर्सँग अनुहार देखाउन फुर्सँग हेरिदिउँ न नामै थाहा छैन फुर्सँग अनुहार देखाउन यो ठाउँको नाम के हो अरे गोर्खेनाथ टेम्पल गोर्खेनाथ हामी गोर्खेहरू भएर गोर्खेनाथ टेम्पल भिजिट गर्न आएको हो तिमी गोर्खे हो गोर्खे भनेको त गोर्खालीले भन्दैछन् अनि हामी गोर्खाली होइन अझै कन्फ्युजन छ कि मेरो यहाँ ब्राइन भएर अलिक बिगारिरहेको छ मेरो त्यहाँ फ्री फायर आइडीमा छ नि यार म गोर्खाली नाम छ अनि गोर्खाली नेपाल अझ मैले पनि फ्री फायर गोर्खाली भर्खर नेपाल खेल्न स्टार्ट गरेको हो तर धेरै सिक्यो होला नि त के हो त्यो हिजो त त्यत्तिकै तीनटा गोर्खेनाथ मन्दिरमा पाल्नु हुने के हो त्यो बाघ पाल्छु नि के हो त्यो श्री के हो त्यो मलाई थाहा भएन श्री त्यो मिठा श्री कुलदोस आशिका बोलाउने हो केटा हो हजुर आशिका त हामी पर्दैन आशिक तामाङ के छ र यसमा पुरानो भयो नयाँ फेर्नुपर्छ भन्छ वाउ आशिका दिदीलाई बोलाइदिनु न खतरा। ओइ हजुर। हजुर क्लासको आशिकालाई बोलाइदिनु न एउटै हो जाउँ आउनु केटा हो हात दुखिसक्यो तिमीहरू अनुहार पर्दैन अब म यति धेरै खिचेर लास्टमा भिडियो भएको छैन के गर्ने केटा हेर र यो धेरै अग्लो त छैन नि है अब भर्याङ त कसरी देखाउने यसरी देखाउने यस्तो पाराले ब्याक क्यामेरा गर्न मिल्दैन फ्रन्ट क्यामेरा कि भ्लग भने यसरी खिच्ने हो भनेर सिकाउँछ अनि के गर्ने मैले यो क्यामेरा दामी आउँछ नि त त्यस्तै सुनेँ कि ट्राई गर नि तिमी मलाई सबै थाहा के हो हेर न फर्स्ट टाइम मोबाइल समाएर हातै दुख्यो एकछिनमै मान्छेले 1-2 घन्टाको भ्लग चाहिँ कस्तो बनाउँछ ए गोसाइ नाच्न योभन्दा अग्लो छ त अनि सिडीहरू 1000 सिटी ओइ 1000 सिटी हिँडेर गएको छैन लु फेरि दुल्खेल 1000 सिडी अस्ति स्कुटीमा गएको भने होइन ए अस्ति त्यो के अरे मन्दिरमा अस्तिको मन्दिरमा 1000 सिटी कस्तो अस्तिको मन्दिर जहाँबाट त्यो मेला लाग्थ्यो कि खै मेला चाहिँ थाहा भएन हामीलाई त्यहाँको उकालो उल्खा छ झन् गोसाइ थानमा पनि चल्छ त अनि मेला अस्ति चल्यो होइन तिमी आए पो म जान्थेँ नि म गएको थिएँ त यार तिमीलाई भनेको नि अँ बिहान मर्निङमा भनेको थियो ल यहाँ ठिक यार ट्रिप यहाँ चाहिने बाघ पनि आउँदैन राइनो पनि आउँदैन मोज त्यहाँतिर त जङ्गलतिर हिँड्न गयो भने मऱ्यो मान्छे मोज भयो नत्र है मोज 50% ग्यारेन्टी मर्छ बिहान गयो भने त राइनो त देख्छ हामीले यहाँ नदेखेर पिर भइरहेको छ तिमी देखेरै वाका भइसक्यो कस्तो भाग छ हामी नि त्यही भाइ हेर्न पो जानुपर्ने थियो कहिले एउटा घरको पिल्लर सो पिल्लर हुन्छ नि हजुर देखाउने पिल्लर के त्यही फुटाइदिएर भिडियो सहित छ ओ यो मन्दिर यति हो टुप्पा यसको त्यही हो फुटाइदिन्छ तिमी चाहिँ के गर्नुपर्छ दादा हजुर फुटाइदिन्छ म होइन त्यहाँ म थिएन भिडियो बनाएको थिएँ हामी होस्टेलमा थियौँ ए हाम्रो होस्टेलतिर पनि राति आएको रहेछ फुटबल ग्राउन्डको बिचमा हगेर गयो सब थाहा रहेछ तिमीलाई त्यसपछि त्यहाँका मान्छेहरूले सावधान हुनुहोस् गैडा आएको छ भन त्यही भनेको कि अनि अरू के गैडा भने आएको छ राति र बिहान नहिँड्नु होला त्यसपछि ब्रिटिस आर्मीमा जाने पागलहरू
बिहान 4:30 बजे उठ केटा उठ भन्ने चिच्याउने ट्रेनिङ सेन्टरमा कि यति आउँथ्यो रे त्यत्तिकै हाम्रो ग्राउन्डमा अगाडि र पछाडि छ कि ग्राउन्ड अगाडिको ग्राउन्ड बिचमा होस्टेल अगाडि पछाडि ग्राउन्ड होस्टेल होइन स्कुलै हो कि स्कुलको बिचमा स्कुलकै भित्र होस्टेल थियो हाम्रो त्यसैले ओ हात दुखेर मलाई यसै गर्नु उठ्ने ओइ मन नगर नगर पढिन्छ होइन लाग्यो। झन् पल बिग्रिनलाई चाहिँ बिगार खोज्छ है यसले के देखाउ न यता ओइ के हो यो देखाउ न किन देखाउनु पर्यो भन्दै तिमी हो नि त त्यो त बादल त तिमी भएको बादलको हात नरिवा एक दुईचोटि त यही लेख्यो होला यार 1-2 नम्बर आयो यसको बारेमा केही थाहा छैन त अनि हामी नत्र बोल्नुहुन्थ्यो हो कसको आयो म त्यो कसरी भयो त्यो अरे क्या बुझ्दैन अब यहाँ गएपछि थाहा हुन्छ। ल है दामी दामी के भन्ने इच्छा छ तिम्रो मेरो भन्ने इच्छा फाइनली च्यानल छ होइन फाइनली च्यानल हामी छैन नि पुग्यौँ भन भन्न न। चाहन्छु म अलि आइपुग्यो होइन अलि बाइक छ फाइनली हामी पुगेछौँ यस फर्स्ट टाइम पुग्दैछ यार कस्तो फाइनल भने यार हुन सेकेन्ड टाइम हो म त फर्स्ट टाइम यार ल यो के गरी यस्तो भएको ल भन हाम्रो ठुल्ठुलो गुम्बा मान्छे आयो, उफ्रेर। गुम्बा। तलपट्टिको सोइल अँ। थिचेर हो क्या यहाँ पनि त्यस्तो खिचेर? इन्जिनियरको तिमी इन्जिनियर हजुर। होइन बनाइहाल मलाई थाहा नि त त्यो त ए हामी मैले मिस्त्री बनाएँ होइन नि हामी इन्जिनियर हो कान्छ हामी सुपरभाइज पो गर्ने अनि यो कसले यस्तो गर्यो भन्यो आइडिया दिनु त तिमी हो नि त ए त्यो आइडिया हामीलाई थाहा के थाहा त्यही भएर त भन्छ हामीले यहाँ बिग्रेछ भनेर नत्र कसरी भन्न सक्छ त्यो दिघा त म नि भनिदिन्छु अनि भन्ने त्यही त हो नि भन्ने त्यही हो के सबै कि त बुकको के एक्सप्लेन तरिकाले- गरेर बस्ने होइन नि त के तरिकाले त्यसलाई फिक्स गर्ने वाउ यहाँदेखि जाने होइन बस्दैमै एकछिन यहाँ बस्ने पानी छैन फाइनली